आज हो मेरो लिन मसल मास गेनको डे 29। आज म ट्रेन गर्दैछु पुल वर्कआउट। कन्टेन्ट क्रिएसन गरेको पनि अलमोस्ट 29 डेज भएछ। सोचेको चाहिँ थिएन कि यत्रो डेजसम्म गर्छु भनेर। गाह्रो त धेरै नै हुँदो रहेछ कन्टेन्ट क्रिएसन गर्दा। अरूले गर्दा हेर्दा भिडियो त हो नि, रेकर्ड गर्यो हाल्यो, बट एक्चुअलमा आफूले गर्न थालेपछि चाहिँ थाहा भयो कतिको मेहनत लाग्दो रहेछ भनेर। त्यही भएर तपाईहरुको सपोर्टको चाहिँ अपेक्षा राखेको छु। मेहनत गर्दैछु, आफ्नो साइडबाट सफलता पाउला नपाउला त्यो ठाउँमा छ। म पनि त्यही भन्न चाहन्छु, मेहनत गर्न चाहिँ नछोड्नु। आफूले देखेको सपनालाई पूरा गर्न आफ्नो साइडबाट 120% चाहिँ दिनुपर्छ। लाइफ इज टु सर्ट, इन्जोय पनि गर्नु होला, साथसाथमा दुःख मेहनत पनि गर्दै जानु होला। आफ्नो फ्यामिलीलाई खुसी दिनु र हमेशा पोजिटिभ रहनु। जतिजनाले मेरो जर्नी हेर्नु भएको छ सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु।